आफू नेकपा एमालेको राजनीतिमा जोडिएको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेकी छन्। स्वर्गीय मदन भण्डारीको 74औं जन्म उत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेकी हुन्। एमालेबाट राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन्। फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमा रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेकी छु, भण्डारीले भनिन्। अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु। उनले आफ्नो कुनै ठूलो महत्त्वाकांक्षा नरहेको पनि बताइन्। पछिल्ला महिना एमाले राजनीतिमा आफ्नो उपस्थिति बाक्लो बनाइरहेकी पूर्व राष्ट्रपति भण्डारी र ओली उपस्थिति यो कार्यक्रम एमाले वृत्तमा चर्चामा छ। सोही क्रममा भण्डारी मञ्चमै रहेका बेला सम्बोधन गरेका ओलीले एमाले विभाजित हुने कुनै सम्भावना नरहेको जिकिर गरे। पूर्व राष्ट्रपति भण्डारीले आजको आफ्नो सम्बोधन पनि सुनिदिन आग्रह गरेकी थिइन्। सो कुरा ओलीले सम्बोधनकै क्रममा भनेका थिए। सम्माननीय पूर्व राष्ट्रपतिज्यूले मेरा पनि कुरा सुनिदिनुहोस् न भन्नुहुन्थ्यो, ओलीले भनेका थिए। तपाईँ राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदैछ, आज मात्रै सुन्नुपर्ने होइन, उहिलेदेखि सुन्दै आएको हो। तर ओली विदेश भ्रमणमा जान हतार भएको भन्दै कार्यक्रमबाट निस्किएका थिए।